दुवैजना साथीहरूलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत। भगवान तिमी भन्दा ठुला मलाई बाबा आमा, मेरो जीवनको दीप जलाउने सलाई बाबा आमा। देउरालीमा बतासल्यो, देउरालीमा बतासल्यो, 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 बतासल्यो। इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार। जब बालक कन्या गरिदिन्छ दान, त्यही हुन्छ धर्म भनेर नठान। केही वर्षपछि यी दिनहरू फेरि याद आउने। आजको मेरो आवाज, भोलिको मेरो भविष्य। नमस्कार अनि गुड मर्निङ साथीहरू। तपाईँहरूले सुन्दै हुनुहुन्छ मेरो रेडियो 105 आवाजको सहयात्री र हेर्दै हुनुहुन्छ युट्युबको अफिसियल युट्युब च्यानलमा र विभिन्न फेसबुक पेजहरूतिर पनि तपाईँहरूले हाम्रो कार्यक्रम हेरिरहनु भएको छ होला। र तपाईँहरूकै मनपर्ने कार्यक्रम लिएर म साथी रिन्चेन तामाङ यहाँ स्टुडियोभित्र आइसकेकी छु र कार्यक्रम मेरो आवाज बज्न थालिसकेको छ। तपाईँहरूलाई थाहा नै छ, हामीले मेरो आवाजमा विभिन्न विद्यालयबाट आउनुभएको विद्यार्थी साथीको एकदमै धेरै ट्यालेन्टहरू हेर्नेछौँ। कसैले मिठो गीत गाउनुहुन्छ भने कसैले मिठो कथा सुनाउनुहुन्छ र कसैको हामी जोकमा पेट मिची मिची हाँस्नेछौँ। साथीहरू, मेरो आवाज कार्यक्रम हरेक हप्ताको शनिबार 9:05बाट सुरु हुनेछ र तपाईँहरूले हाम्रो कार्यक्रम युट्युब च्यानलमा पनि हेर्नु सक्नुहुन्छ र विभिन्न फेसबुक पेजहरूतिर पनि हेर्नु सक्नुहुनेछ। यो कार्यक्रम मेरो रेडियो 105 मेगाहर्ट्जले डिजाइन गरेको नेपालकै पहिलो कार्यक्रम हो, जसमा हामीले विद्यार्थीहरूको भविष्य पनि बनाउन सक्नेछौँ। त्यसैले यसलाई भविष्यको लागि मेरो आवाज भनिएको छ र त्यही भविष्यको लागि मेरो आवाजभित्रको रेडियो कार्यक्रम हो। त्यसमा हामी क्यामेरामा, रेडियोमा र टेलिभिजनमा कसरी बोल्ने भन्ने प्र्याक्टिस पनि गरिरहेका छौँ र प्र्याक्टिससँगै प्रोग्राम गर्ने हामी उद्देश्यले अघि बढिरहेका छौँ। र साथीहरू, सुरु गरौँ हाम्रो प्रोग्राम यो मिठो गीतबाट। गीत पछाडि फेरि आउनेछु, सुन्दै गर्नुहोला, हेर्दै गर्नुहोला। यो मिठो गीतपछि तपाईँहरूलाई पूर्ण स्वागत छ मेरो साथी। तपाईँहरूले सुन्दै हुन्छ मेरो रेडियो 105 मेगाहर्ट्जको अफिसियल युट्युब च्यानलमा र म प्रस्तुता भएर फेरि रिन्चेन तामाङ आइसकेकी छु। कार्यक्रम बजिरहेको छ र अब हामीले विभिन्न विद्यालयबाट आउनुभएको साथीहरूसँग केही कुराकानी गर्नेछौँ र मसँग कुराकानी गर्नका लागि दुईजना साथीहरू आइसक्नु भएको छ र हामीसँग हुन्छ न्यू होप बोर्डिङ स्कुलबाट र ब्राइट बिगिनिङ स्कुलबाट। आउनुहोस् उहाँहरूलाई स्वागत गरौँ। दुवैजना साथीहरूलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ। धन्यवाद। र मैले यताबाट सुरु गरेँ। हजुरको नाम अनि स्कुल? मेरो नाम दिया अधिकारी हो अनि मेरो स्कुलको नाम चाहिँ न्यू होप बोर्डिङ स्कुल। तपाईँको स्कुल कहाँ छ अनि तपाईँको स्कुलको एजुकेसन सिस्टम कस्तो छ भनेर? मेरो स्कुल चाहिँ अर्जुन धारा 3 फुलनाबारीमा स्थित छ अनि हाम्रो स्कुलको एजुकेसन सिस्टम राम्रो छ। हजुर कति क्लासमा पढ्नुहुन्छ? म 10 क्लासमा। अनि हजुरको नाम? मेरो नाम अन्शु प्रसाई। र तपाईँ ब्राइट बिगिनिङ स्कुलबाट आउनुभएको है। हजुरको एजुकेसन सिस्टम र तपाईँको स्कुलको इन्भाइरोमेन्ट कस्तो छ होला? राम्रै छ, सबै कुरा। इन्भाइरोमेन्ट पनि राम्रो छ, एजुकेसन सिस्टम पनि राम्रै छ। म चाहिँ हिमाली एजुकेसन फाउन्डेसन स्कुलबाट आएको र मेरो चाहिँ अर्जुन धारा 6 वार्ड नम्बरमा छ। हजुरहरूको चाहिँ कति वार्ड नम्बरमा छ? हाम्रो 3 वार्ड नम्बर। हाम्रो 4। तपाईँको साथीहरू धेरै हुनुहुन्छ होला है स्कुलमा? धेरै हुन्छ। अनि हजुरको? धेरै हुन्छ। तपाईँ चाहिँ अलिक टपर जस्तो हुन्छ। तपाईँ टपर नै हो? म एभरेज हो। एभरेज हो। अनि हजुर? म फर्स्ट भएको थिएँ यसपालि। फर्स्ट? आमा। अनि म त खतरा साथीहरूसँग बोल्दै रहेछु नि त। अनि दियाजी, अनि तपाईँको फर्स्ट टर्मको रिजल्ट चाहिँ कस्तो आयो त? हाम्रो रिजल्ट चाहिँ आएको छैन, एक्जाम चाहिँ राम्रो भएको थियो। ए, तपाईँको एक्जाम कति गतेदेखि सुरु भएको थियो? असार 20तिर होला। ए, अनि अन्शुजी तपाईँको? हाम्रो असार 18 गतेदेखि। अनि तपाईँको रिजल्ट आइसक्यो? आइसक्यो। ए, तपाईँ फर्स्ट हुनुभएको थियो अरे? हो। तपाईँलाई धेरै धेरै कङ्ग्रेचुलेसन। अनि तपाईँको साथीहरू छ कि छैन स्कुलमा? धन्यवाद त्यो प्रश्नको लागि। मेरो धेरै साथीहरू छन्। ए, अनि तपाईँको बेस्ट फ्रेन्ड चाहिँ को हो नि? बेस्ट फ्रेन्ड अहिलेसम्म त कोही छैन। ए, अनि हजुरको चाहिँ? मेरो चाहिँ गरिमा, रोशना, दिपिका। तपाईँ 10 क्लासमा पढ्नुहुन्छ है। यसपालि त तपाईँको एसई नि? हजुर। हार्ड छ एसई?
त्यस्तो हार्ड छैन। ए यसपालि एसीमा पास हुनुहुन्छ जस्तो लाग्छ कि फेल? पास। अनि हजुरको अब अर्को वर्ष तपाईँ 7 मा है? यस। म तपाईँहरू दुईजनाले एउटा क्वेसन सोध्छु ल। सुरुमा म दियाजीलाई सोध्नु चाहन्छु तपाईँको फेभरेट सिङ्गर को हो? मेरो जुन चामलिङ राई। अनि हजुरको? एलिना चौहान। आज के प्रस्तुति लिएर आउनुभएको छ र? मैले चाहिँ जहाँ छन् बुद्धका आँखा अनि देउरालीमा बतास। अनि हजुरले? मेरो बाबा आमा। भनेपछि हामीले एकजनाबाट गीत र अर्कोजना साथीबाट चाहिँ कविता सुन्नेछौँ र अब हामीले चाहिँ सुरुमा गीत सुनौँ है त। र म आज चाहिँ भक्तराज आचार्यज्यूको जहाँ छन् बुद्धका आँखा भन्ने गीत गाउन जाँदैछु। जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर, प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता, झल्किन्छ ममता मेरो भावगङ्गा जता जता। माया नेपालको लाग्छ, नेपाली इतिहासको माया नेपालको लाग्छ, नेपाली इतिहासको माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको, पुर्खाको मन्त्र यो जप्छु, चौतारीमा बसी जननी जन्मभूमि स्वर्गदपि गरिएसी। छ ठुलो चाहना मेरो आमालाई हँसाउने, छ ठुलो चाहना मेरो आमालाई हँसाउने, सर्वोच्च शिखरबाट विश्व शान्ति सुनाउने, यही प्यारो मृत्तिका माथि पौरखी गरिकन पर्छु यो चाहना पूर्ण गरिदेह समर्पण। धन्यवाद। धन्यवाद तपाईँको यस्तो राम्रो प्रस्तुतिले। अब हामी उहाँको कविता सुन्नेछौँ। मेरो कविताको शीर्षक छ बाबा आमा। भगवान तिमी भन्दा ठुला मलाई बाबा आमा, भगवान तिमी भन्दा ठुला मलाई बाबा आमा, मेरो जीवनको दीप जलाउने सलाई बाबा आमा, मेरो जीवनको दीप जलाउने सलाई मेरा बाबा आमा। श्रद्धा भक्ति तिमीलाई तर पूजा म त यिनकै गर्छु, श्रद्धा भक्ति तिमीलाई तर पूजा त म यिनकै गर्छु। सलाम भगवान दियो यस्ता अनमोल मलाई बाबा आमा, सलाम भगवान दियो यस्ता अनमोल मलाई बाबा आमा। चलचित्रका कलाकार त के कलाकार हुन् र, चलचित्रका कलाकार त के कलाकार हुन् र, दुःख पीडा कष्ट लुकाई हाँस्न सक्ने महान कलाकार बाबा आमा, दुःख पीडा कष्ट लुकाई हाँस्न सक्ने मेरो महान कलाकार बाबा आमा। आकाश जति ठुलो परिश्रम पृथ्वी जेभार, आकाश जति परिश्रम पृथ्वी जेभार गरी बोकी डोर्याउने हामीलाई बाबा आमा, अर्थ बाबाको बाचुन्जेल
12 थरी सन्तानका निम्ति गर्ने, आमा त हुन् आँखाका नचिम्ली जै सधैँ माया गर्ने। त्यसैले मेरो जीवन बाबा आमा आकाश जस्तै अनन्त परिश्रम गर्दै पृथ्वी जै भार बोकेर समस्याको खोला तर्दै सधैँ फिका मुस्कान ओठमा राखेर पिपल मरेर पनि बाँचुन् पल मरेर पनि बाँच्ने उनी परिवारको खुसी साँचेर परिवारको खुसी साँचेर गले भन्दैनन् कहिले ती पाउले, ढले भन्दैनन् कहिले ती पाखुराले। बरसातमा छत बनेर र त कहिले गर्मीमा शीतल छरेर जहिले। नदी जस्तै निरन्तर हिमाल जस्तै अटल मेरो आत्माबल मेरो गौरव तपाईको शिर उच्च पार्ने कर्म गर्न सकु तपाईले गर्व गर्न सक्ने छोरी बन्न सकु। धन्यवाद। उहाँले कति राम्रो कविता भन्नुभयो। तपाईँले यो कविता आफै लेख्नु भएको कि कसले दिनुभएको? सरले दिनुभएको मलाई। धेरै राम्रो कविता रहेछ। र अब हामीले फेरि तपाईँको मिठो स्वर सुन्ने विचार गरेका छौँ। र म दोस्रोचोटि देउरालीमा बतास चल्यो भन्ने गीत गाउन जाँदैछु। देउरालीमा बतास चल्यो, देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो, देउरालीमा बतास चल्यो। बाजेको पात हलाउँदै झहरालाई गिज्याउँदै, बाजेको पात हलाउँदै झहरालाई गिज्याउँदै, उकालेको बादललाई उडाउँदै गिल्जाउँदै, गोरस खारी पाखो खुल्यो, पाखो खुल्यो, पाखो खुल्यो, देउरालीमा बतास चल्यो, देउरालीमा बतास चल्यो। घरी घरी जिस्की बस्दै, डाली डाली बस्दै बस्दै, घरी घरी जिस्की बस्दै, डाली डाली बस्दै बस्दै, कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको स्वेक पाए माते जस्तै, यतै कति फुलमा फुल्यो, फुलमा फुल्यो, फुलमा फुल्यो, देउरालीमा बतास चल्यो, देउरालीमा बतास चल्यो। धन्यवाद। कस्तो मिठो गीत गाउनुभयो हजुरले त। अनि हजुरको फेभरेट सिङ्गर चाहिँ को हो नि? मेरो फेभरेट सिङ्गर चाहिँ जोन चामलिङ राई। अब तपाईँको यस्तो मिठो स्वर रहेछ, एउटा जोन चामलिङ राईको सङ गाइदिनुहोस् न। म जोन चामलिङ राईको हावा जस्तै भन्ने गीत गाउन जाँदैछु। बुझाउन खोजे भनिदिए तिमी बाहेक कोही छैन अरू, हारिदिए सुम्पिसके तिम्रै खुसी भने म चाहिँ रोइदिए। हावा जस्तै मलाई उड्न मन छ, अल्झाइ नराख, अब तिमीलाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख, भए जति सबै माया दिए बढी भएछ, अब तिमीलाई पनि म बिर्सिदिन्छु,
मुटु दुखाइराख। थ्याङ्क यू। कस्तो मिठो गीत गाउँ। मैले सुरुचोटि यो गीत सुन्दाखेरि मैले बुझेको थिइनँ, अनि अहिले सुन्दाखेरि चाहिँ कस्तो राम्रो लाग्छ क्या। अनि हजुरको पनि कविता एकदमै राम्रो थियो। अनि हजुरको फेभरेट सिङ्गर एलिना चौहान है, उहाँको पनि मलाई भोकलहरू कस्तो राम्रो लाग्छ। तपाईँ गीत त गाउनु हुँदैन होला कि गाउनुहुन्छ? कहिलेकाहीँ। र तपाईँहरू दुईजनालाई धेरै धेरै धन्यवाद यस्तो मिठो प्रस्तुतिको लागि। र म फेरि तपाईँहरूलाई भेट्नेछु। र भर्खरै हामीले कुराकानी गऱ्यौँ दुईजना ब्युटी सिस्टरसँग, र फेरि थप दुईजना साथीहरू आफ्नो प्रस्तुति लिएर आइसक्नु भएको छ। र तपाईँहरूले हेर्दै हुन्छ मेरो रेडियो 105 मेगाहर्ट्जको अफिसियल युट्युब च्यानल। अब हामीले यति धेरै मेहनत गरेर कार्यक्रम बनायौँ, अब हामीलाई सब्सक्राइब गरिदिनु होला। स्वागत गरौँ हाम्रो दुईजना नयाँ प्रस्तुताहरूलाई। र हजुरको नाम? मेरो नाम आइसा बस्नेत। अनि हजुरको? पोषण कटवाल। र हजुर आउनुभएको छ न्यू होप बोर्डिङ स्कुलबाट। हजुरको साथी पनि आउनुभएको थियो, र हजुरको साथीको प्रस्तुति एकदमै राम्रो थियो। अब तपाईँले के आज प्रस्तुति लिएर आउनुभएको छ? मेरो प्रस्तुति रहेको छ कविता। अनि हजुरको? गीत। हजुरको गीत पो हो। अघि चाहिँ फेरि ब्राइट स्कुलबाट चाहिँ कविता लिएर आउनुभएको थियो, अहिले त गीत लिएर आउनुभएछ। अनि अघि न्यू होपबाट गीत लिएर आउनुभएको थियो, अहिले कविता लिएर आउनुभएछ। कस्तो ठिक्क उल्टो भएछ क्या। र अब हामी सुरुवात गरौँ गीतबाट। लु हजुरको प्रस्तुति सुरु गर्नुहोस्। इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार, कमलको फुल झै तिम्रो कमलो मुहार, हेरी साना साना पाइला हेरी ठुला ठुला आशा बोकेर, तागतलाई उज्यालो पार्नु तिम्रो हँसाइ, हृदयमा छापिने साँचो तिम्रो नसाइ, तिम्रो खुसीमा नै मेरो खुसीमा नै छ। धन्यवाद। एकदमै राम्रो गीत गाउनुभयो। हजुर कति कक्षामा पढ्नुहुन्छ? म कक्षा 5 मा पढ्छु। कक्षा 5 मा पढ्नुहुन्छ अनि यस्तो मिठो गीत गाउनु हुँदो रहेछ, हामीलाई त थाहा नै थिएन। ल हजुरको अब प्रस्तुति सुरु गरौँ। धन्यवाद। मेरो कविताको शीर्षक रहेको छ बालविवाह। सानो छ उमेर अझ पढ्न पाऊँ, बनेर सक्षम अघि बढ्न पाऊँ, इच्छा छ अनेकौँ सब राख्दाखेरि, अन्मिनु पर्ने उमेरै नहेरी, सिन्दुर के हो र विवाह के हो, पराई आफ्नो कसरी हुने हो, जानेको छैन म बुझौँ कसरी, अन्मिनु पर्ने उमेरै नहेरी, जब बालक कन्या गरिदिन्छ दान, त्यही हुन्छ धर्म भनेर नठान, इच्छा छ मेरो बनौ उच्च नारी, अन्मिनु पर्ने उमेरै नहेरी, समयसित अब चल्नुपर्छ, छोरी पढाइ अघि बढ्नुपर्छ, नताकिएर उनजुक हेरी, अन्मिनु पर्ने उमेरै नहेरी। धन्यवाद। तपाईँले एकदमै राम्रो कविता भन्नुभयो। यो बालविवाह भन्नेको चाहिँ हाम्रो हजुरआमा पाल्दै गरे। हाम्रो हजुरआमालाई पनि 14 वर्षको उमेरमा बिहे गर्नुभएको थियो। हजुरले एकदमै राम्रो कविता भन्नुभयो र हजुरले एकदमै राम्रो गीत गाउनुभयो। अनि यो कविता तपाईँले आफै लेख्नु भएको कि? हजुर आफै नै लेखेको, हल्का सरले नै सच्याइदिनु भएको। आफै कविता लेख्नु भएको? तपाईँ त एकदमै धेरै राम्रो हुनुहुँदो रहेछ नि त है कविता लेख्नेहरूतिर। र तपाईँहरू दुईजनालाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आइदिनु भएकोमा। हामी फेरि भेट्नेछौँ। अहिलेको लागि सी यू, टेक केयर। थ्याङ्क यू। भर्खरै हामीले कुराकानी गऱ्यौँ र हामीसँग हुनुहुन्छ फेरि नयाँ साथीहरू। र हजुरको नाम? सन्जिता थिङ। हजुरको? शेषा भुजेल। हजुर कुन स्कुलबाट आउनुभएको? हामी स्वस्तिका शिक्षणबाट। हजुर? म ब्राइट बिगिनिङ एकाडेमीबाट। हजुर ब्राइट बिगिनिङबाट। अघि तपाईँको साथीहरू पनि आइसक्नु भएको थियो, अनि सबैजना ड्रेसमा आउनुभएको थियो। अनि तपाईँ मात्रै किन कल्चरल ड्रेसमा आउनुभएको छ? हाम्रो स्कुलमा कल्चरल ड्रेस आउनु भन्नुभएको थियो, त्यही भएर। तपाईँहरूलाई चाहिँ कल्चरल ड्रेसमा आउनु भन्नुभएको थियो। र अब तपाईँको प्रस्तुति के रहेको छ? मेरो प्रस्तुति कविता रह्यो। अनि हजुरको? मेरो प्रस्तुति गीत रहेको छ। हजुरको गीत रहेको छ। अघि भर्खर आउनुभएको तपाईँको साथीले पनि गीतै गाउनु भएको थियो, उहाँको स्वर राम्रो रहेछ। अनि तपाईँ कति कक्षामा पढ्नुहुन्छ? म 5 कक्षामा। हजुर? म 8 मा। तपाईँ 8 मा? अब हामीले चाहिँ गीतबाटै सुरु गरौँ न त है। 3, 2, 1 गाउनुहोस्। सुनकिरे तिमीलाई मेरो नतोड,
जीवनको बाटो छ लामो एक्लै बिचमा नछोड आकाश धरती साँची छ हृदयको माया तिम्रै हो यो जीवनमा तर होइन अर्को जीवन पनि तिम्रै हो हेर नहेर नि कान्छा डाँडालाई फुलले ढाक्यो टिप नटिपेर एउटा झुल्ठोमा गाँसिदेऊ न हुन्छ लौ हुन्छ नि कान्छी त्यो फुल म टिपी ल्याउन फुलेको फुल झै टाढा एकपल्ट हाँसिदेऊ न जोवन हाम्रो भएको बाजी फुलेको सम्झना मायामा हृदयको माया मेरो एक बाजी सुम्पेको सम्झना सुम्पेको तिम्रो माया भुलाउने छैन जम्न सम्झना राख्ने जो सधैँ बाँधेर राखेको अनाना हेर नहेर नि कान्छा डाँडालाई फुलले ढाक्यो टिप नटिपेर एउटा झुल्ठोमा गाँसिदेऊ न हुन्छ लौ हुन्छ नि कान्छी त्यो फुल म टिपी ल्याउँला फुलेको फुल झै टाढा एकपल्ट हाँसिदेऊ न कति राम्रो गीत गाउनुभयो हजुरले। अब हजुरको कविता पनि एकचोटि सुनिदिउँ न। मेरो कविता चाहिँ मेरी आमाको बारेमा रहेको छ। मेरी आमा ममता की मूर्ति प्रेम की अमर छाया 9 महिना कोखमा राखी दिनुभयो जीवनको माया आफ्नो सुख र चाहना बिर्सी मेरो खुसी रोज्नुभयो आशा आफ्नै आँखामा लुकाई सधैँ मुस्कान दिनुभयो मेरो पहिलो गुरु बनी सही बाटो देखाउनु भयो सत्य र मेहनतको अमूल्य शिक्षा सिकाउनु भयो जीवनका हरेक मोडमा हिम्मत र विश्वास दिनुभयो लडेर पनि फेरि उठ्न आशाको ज्योति बाल्नुभयो तपाईको त्याग माया र ममता शब्दले कहिले बयान हुँदैन आमा जस्तो महान यो संसारमा केही हुँदैन। कति राम्रो कविता गाउनुभयो मेरो आमाको बारेमा र तपाईँहरू दुईजनालाई धेरै धेरै धन्यवाद छ हाम्रो कार्यक्रममा आएर आफ्नो प्रस्तुता दिनुभयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू सो मच तपाईँलाई पनि। ओके, थ्याङ्क यू, सी यू लेटर। हामीले अहिलेको साथीहरूसँग कुराकानी गरिसक्यौँ र हामीसँग हुन्छ यहाँ हाम्रो नयाँ साथीहरू र हजुर आउनुभएको छ स्वस्तिक शिशु सदनबाट है। अनि हजुर त मेरै साथी हो होइन। अब हजुरको परिचय। मेरो नाम अन्जु सुवेदी हो। हजुर कति क्लासमा पढ्नुहुन्छ? म कक्षा 8 मा पढ्छु। अनि हजुर? मेरो नाम अपेक्षा कार्की हो र म कक्षा 8 मा पढ्छु। र अब आज तपाईँको प्रस्तुति के रहेको छ? मेरो प्रस्तुति एउटा कविता रहेको छ। र हजुर? र मेरो पनि कविता नै रहेको। र अब हामी सुरु उहाँबाट गरौँ है त। हजुर, मेरो कविताको शीर्षक चाहिँ प्रकृति रहेको छ। प्रकृति तिमी अनुपम सिर्जना सौन्दर्य तिम्रो छैन तुलना हरियो वन र नीलो गगन तिमीले सजाउँछौ सारा जीवन चराको चिरबिर कोइलीको गान मधुर सुरले सजाउँछ बिहान फुलको मुस्कान बासना प्यारी प्रकृतिले भरिदिन्छ धरती सारी घामका किरण सुनझै चम्कन्छन् बादलका रङले आकाशै रङ्गिन्छन् इन्द्रेणीले छर्छ 7 रङ्गको माला हेर्दा लाग्छ स्वर्गकै उज्याला शीतल हावा मन्द मन्द बहन्छन् थकित मनमा नयाँ जोस भर्छन् वर्षा बसन्त शिशिर र ग्रीष्म सबैले सिकाउँछन् जीवनको कर्म रुख बिरुवा जीवनका आधार यिनै हुन् हाम्रो साँचो उपहार वन जोगाउँ नदी बचाउँ हरियो संसार सधैँ सजाउँ। धन्यवाद। कस्तो राम्रो यो रहेछ है, त्यो पनि प्रकृतिको बारेमा। ल अब हजुरलाई र मेरो शिक्षक रहेको छ साथी र याद। केही वर्षपछि यी दिनहरू फेरि याद आउनेछन् ओठमा मुस्कान मनमा सम्झना अनि आँखा रसाउनेछन् साथीको साथ ती रसिला बात मुटुमै गाडेर रहेको त्यो गफमय रात बाढी बनेर आउनेछ सम्झनाको आत्मयपनको तिम्रा मेरा अनि हाम्रा अमूल्य पलको स्वाट खोसेर कप खाएको खुच्चिङ भन्दै साथीले गिचाएको यात्रामा गयो झोला साथीलाई बोकाएको सुटुक्कै भागेर कतै घुम्नलाई गएको विशाल पहिरो बनेर खस्रेछन् यी यादहरू मुटुको कुनामा एउटाको सुनि नसक्नुको गीत
जिस्काएर लगिएको त्यो मिठो पीड, अर्कीको थमी नसक्नुको नखरा, साथीभाइका गनगन ल्याङ र झगडा, त्यो अटेरी साथी अल्छी अनि ढिड, नाच्ने साथीको ठुम्का र बिट, सिमाना पार गर्नेछन् हृदय हुनेछ पीडित। धन्यवाद। साथीहरू, हामी आइसकेको छौँ कार्यक्रमको अन्तिमतिर र अब हामी हजुरहरूमाझ बिदा माग्दछौँ। तर त्योभन्दा पहिले तपाईँहरूले हाम्रो युट्युब च्यानल र अरू सोसियल साइटहरूतिर फलो गरिदिनु होला र युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला। अब यसै गरी आजको कार्यक्रमको प्रस्तुता म रिन्छेन तामाङ बिदा हुन्छु। हजुरहरूको समय शुभ रहोस्। नमस्कार।